Hello everyone, welcome back to the channel. म विवेक बराइली न्यू डे न्यू भ्लगमा यहाँहरुलाई स्वागत छ। देख्न सक्नुहुन्छ गाइज, म चाहिँ भर्खरै मेट्रोबाट झरेर चाहिँ जाँदै छु म्युजियम अफ द फ्युचर भन्ने ठाउँ। यो चाहिँ दुबईमा अवस्थित रहेको छ। तपाई चाहिँ यहाँ इमिरेट्स टावरमा झरिसकेपछि चाहिँ सिधै म्युजियम जाने बाटो हुँदै आउन सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यो चाहिँ सिधै म्युजियम जाने ठाउँ हो। के साह्रो भिड हो। अब चाहिँ गाइज हामी तल जाँदैछौँ। तल गएर पनि तपाईँहरूलाई देखाउनेछौँ कस्तो छ भनेर है त। पट भएर र यो चाहिँ बाहिरबाट देखिने भ्यूज रहेको छ गाइज। हेर्न सक्नुहुन्छ दामी देखिँदो रहेछ क्या बाहिरबाट पनि।
ब्याड लक भन्ने कि के भन्ने गाइज, हामी चाहिँ माथि जान खोजेको टिकट पाइएन, एकदम फुल रहेछ। 3-4 दिनसम्मको टिकट फुल भइसकेको रहेछ गाइज। हामीले अनलाइन बुकिङ गरेनौँ। यदि तपाईँहरू पनि घुम्न आउने प्लानिङ गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले टिकट पहिला नै अनलाइन बुक गर्नुहोला, अनलाइन काट्नु होला। यहाँ आएर टिकट पाइन्छ भन्ने 100% स्योर हुँदैन। रोबोट कुरा हो नि त। सो गाइज, यतिखेर ब्लग पनि लगभग सकिन लागिसकेको छ। म भित्र गएर आइसकेँ, म्युजियमभित्र गएर। माथि चाहिँ हामी जान सकिएन, टिकट पहिला नै काट्नुपर्ने। अहिले टिकट पाइएन, त्यही भएर माथि जान सकिएन। तपाईँ पनि आउँदै हुनुहुन्छ भने चाहिँ टिकट पहिला नै काट्नु होला। सो यति भन्दै आजको ब्लग सकिसकेको छ गाइज। आशा छ यो ब्लग सबैजनालाई मन पर्यो होला। अब हामी छिट्टै नयाँ ब्लगमा मिल्नेछौँ। अन्टिल देन टेक केयर, नमस्ते, बाई बाई एन्ड ह्याभ अ नाइस